हाम्रो कोचबाट चाहिँ जहिले पनि प्लेयरहरूलाई नेचुरल्ली खेल्नुहोस् भनेको मैले प्लेयरहरूबाट सुनिरहेको हुन्छु। हामीले कहिलेसम्म नेचुरल्ली खेल्ने त? नेचुरल्ली खेलेर यो अवस्था आएको होइन, जुन कि तपाईँको इटालीसँग हार्न, त्यसपछि तपाईँको इङ्ल्यान्डसँग हार्न। तपाईँको स्ट्राटेजी खेल्नु न, किन नेचुरल्ली खेल्नु पर्यो हरेकचोटि? हो नेचुरल्ली खेल्ने हो, प्लेयरलाई एउटा एउटा टार्गेट त दिनु पर्यो नि। उनीहरूको आफ्नो टार्गेट के छ त? उनीहरूको रोल के छ, रेस्पोन्सिबिलिटी के छ, कुन सिचुएसनमा गेम अड्किएको छ, कुन सिचुएसनमा गेम फसिएको छ भन्ने कुरा त हुनु पर्यो नि। जसलाई इन्जोय गर्नु मात्रै गएको र अन्डरडग भनेर त्यो त्यत्तिकै रमाइलो गर्न गएको त होइन, त प्रुभ गर्नु पर्यो नि त। वर्ल्ड कप जस्तो ठाउँमा प्रुभ गर्न सके पो हुन्छ र। गेम राम्रो देखाउनु पर्यो कि। इङ्ल्यान्डसँग जितेको त होइन त, नेपालको तारिफ भएको थियो त। त्यो भनेको के हो भन्दा गेम राम्रो भएको थियो, ब्याटिङ राम्रो भएको थियो। गेम त के भन्ने हो र, बलिङ नराम्रो थियो, ब्याटिङ राम्रो भएको थियो है। इटालीसँग के भयो त? त्यो त गेमै नराम्रो हो नि। हार्नसित सम्भव मतलब भएन कि। जित हार गेममा हुन्छ, तर कुन कुन इन्टेन्टले कुन एप्रोचले खेलिएको छ भन्ने कुरा हुन्छ कि। नेचुरली खेल्ने भनेर इटालीसँग देखिएन। त्यो के खाले मेन्टालिटी हो प्लेयरहरूमा? बलिङमा स्पेसली त बलिङ प्रब्लम छ क्या। एक विकेट पनि लिन नसक्नु भनेको त उनीहरूको हो। राम्रो ब्याटिङ थियो, उनीहरूले राम्रो ब्याटिङ गरे भन्दैमा हाम्रो बलिङै खतम हो त। त्यो हुन्छ नि त कुरा भनेको। बलिङ पनि राम्रो गर्नु पर्यो त। उनीहरूले ब्याटिङ राम्रो गरे भने आफ्नो बलिङ राम्रो हुनु पर्यो। ब्याटिङ राम्रो हुनु, उनीहरूले बलिङ राम्रो गरे भन्दैमा आफूले डिफेन्सिभ खेल्ने त होइन नि त। आफूसँग एबिलिटी हुनु पर्यो नि त हान्ने, उनीहरूले राम्रो बलिङ गरेपछि। हो यो कुराहरू सुधार्नु पनि देखिन्छ। नेचुरल्ली गेम होइन कि स्ट्राटेजिकल्ली गेम खेल्नु पर्ने आवश्यकता छ नेपालको लागि। अन्य गेमहरूको लागि शुभकामना छ। जय देश जय क्रिकेट।